लो है साथी हो, गुड आफ्टरनुन। म चाहिँ बेबी मेरीगोल्ड रोप्नतिर लागेको र आज चाहिँ मैले 30 पट बेबी मेरीगोल्ड अथवा सानसानो सयपत्री फुललाई रोप्ने काम गरिरहेको छु। अनि हजुरहरूलाई पनि म यही सल्लाह दिन्छु कि तपाईहरुको समय छ भने अथवा फुर्सदमा हुनुहुन्छ भने चाहिँ ओछ्यानमा नपल्टिरहेर चाहिँ केही न केही घरको कामहरू गरौँ। घरको काम पनि हुने, आफूलाई शरीरलाई एक्सरसाइज पनि हुने, अनि आफ्नो जुन चाहिँ माइन्डलाई चाहिँ कतै डाइभर्ट गर्नु नपर्ने है, एउटा स्वास्थ्य हेल्दी काममा चाहिँ आफ्नो माइन्डलाई पनि लाउने अनि शरीरलाई पनि त्यतै खटाउने। ओछ्यानमा अल्छी लागेर सुतिरह्यौँ भने चाहिँ फेरि हामीले चाहिँ डाक्टरकोमा पैसा बुझाउनु पर्छ। त्यसले गर्दा मैले जस्तो सबैले अपनाऊ है। हुन त अब यो रोग भन्ने कुरो त आफ्नो आफ्नो हो, सबैलाई लाग्नै सक्छ, तर पनि प्रिकसन इज बेटर देन क्योर भन्छ। यो प्रिकसन चाहिँ हामीले गर्नुपर्छ। केही काम छैन भने पनि वकमा जाने है, वकमा जानु पनि अल्छी लाग्यो भने चाहिँ साथीभाइहरूसँग भेट भएर राम्रो गफ गर्ने है, समाज उत्थानको गफ गर्ने, हाम्रो भाइ बहिनीहरूलाई छोराछोरीहरूलाई एउटा इन्स्पिरेसन दिने खालको कुराहरू गर्ने, समाजमा नौलो कुराहरू भित्राएर समाजलाई फाइदा हुने कामको सल्लाह सुझावहरू राख्ने र यस्तै गर्यो भने चाहिँ हामीलाई हाम्रो जुन चाहिँ लेजी टाइम छ, जुन चाहिँ खेर गइरहेको समय छ, त्यो चाहिँ सही ठाउँमा उपयोग हुन्छ भन्ने सल्लाह सुझाव छ। अनि म चाहिँ यसरी नै दिन काट्छु। छुट्टीको समयलाई सदुपयोग गर्दै म चाहिँ केही न केही गरिरहन्छु दिनभरि है। एकछिन बिसाउँछु फेरि काम गर्छु, एकछिन बिसाउँछु फेरि काम गर्छु र गफ त मलाई गर्नु त्यति साह्रो आउँदैन है। त्यसले गर्दाखेरि चाहिँ बरु काममै व्यस्त हुनु मन लाग्छ। अनि फुर्सदमा चाहिँ यसरी तपाईहरुसँग भिडियो बनाएर कुनै के लेखेर फोटो हालेर सबै साथीभाइहरूसँग चाहिँ जोगाजोग चाहिँ गरिराख्छु। तपाईहरुले पनि त्यसै गर्नुभयो भने चाहिँ हामी सधैँ भेट हुनेछौँ भन्दै यो 30 वटा सयपत्रीको पट चाहिँ फुलेपछि चाहिँ यस्तो राम्रो देख्छ कि घर चाहिँ झलमल्ल पार्छ के, मनै उज्यालो हुन्छ। अनि मेरो घरमा मात्रै फुलेर मेरो घर मात्रै उज्यालो हुन्छ भन्ने होइन नि त, यसले गाउँ पनि उज्यालो गर्छ। र सबैले फुल त फुलाउनुहुन्छ, रोप्नुहुन्छ है, तर सिजन अनुसारको फुलाउनुहुन्छ होला। सयपत्रीको चाहिँ सिजन हुँदैन, 12 काल चाहिँ फुलिरहन्छ। जति रोप्यौँ नि हामीले त्यति फुल्छ। यो कुनै यसको मौसम कुनै सिजन छैन। सयपत्री फुल चाहिँ फुलि नै रहन्छ, हामीले रोप्नु चाहिँ पर्छ। र यो मौसम चाहिँ अलिकति सुक्खा भएकोले गर्दा चाहिँ यसलाई अलिक सेडमा राखेर यसलाई सर्नु चाहिँ राम्रोसँग सर्नु दिनुपर्छ। र हेर्नुहोस्, मैले आज 30 वटा सयपत्रीको पटहरू रेडी गरेको छु अनि रोपी पनि हालेको छु र यो फुलेपछि चाहिँ हजुरहरूलाई पनि देखाउने छु। र आजलाई बिदा पाऊँ, अर्को भिडियोमा भेटौँला।